रचितलाई किन होला रचितलाई बुई गर्ने लाउ लाउ ल बुई गरिहाल्यो नि त नि थ्याङ्क यू सो मच ओहो इंग्लिश बोल्देको कसले सिकाएको यस्तो इंग्लिश आफै सिके कि ए आज किन हो त यति धेरै माया टिभी खोल्नलाई पो माया गरे कि मम्मालाई फका कि त्यसरी फकाउने हो टिभी खोल्नलाई हो अनि रचित अनि त्यसपछि बिहान उठ्ने बित्तिकै मम्मा टिभी खोल्देऊ भन्छौ मामा खाने बेलामा नि टिभी खोल्देऊ भन्छौ नुनु गर्ने बेलामा नि टिभी खोल्देऊ भन्छौ अनि खेल छोरो खेल भन्यो भने टिभी खोल्देऊ भन्छौ हो कैन हो अनि धेरै टिभी हेर्यो भने के हुन्छ थाहा छ अनि यहाँ आँखामा त छोरोको यहाँ आँखाले हेर्ने हो नि त टिभी यो आँखामा त घाउ हुन्छ घाउ भएपछि रचितलाई आया हुन्छ आया भइसकेपछि रचित त गर्छ नि त हो कैन त्यही भएर धेरै टिभी हेर्न हुँदैन हस् थोरै मात्र हेर्छौ प्लिज खोलिदियो भने कि हुन्न नि टिभी हेर्यो भने त आया हुन्छ थोरै चाहिँ अनि ल थोरै हेर्छौ मम्माले थोरै खोलिदिन्छु अनि थोरैमा चाहिँ एबिसिडी क ख ग घ 1 2 3 4 लगाइदिन्छु त्यही हेर हेर्दिनौ त्यो चाहिँ अनि के हेर्छौ त एबिसिडी चाहिँ नहेर्ने एबिसिडी नहेर्ने के हेर्ने त कार्टुन मात्र हेर्ने अनि एकछिन त अनि कार्टुन मात्रै हेर्दाखेरि त अनि यस्तो छोरोको आँखा त आफै बन्द हुने आफै खोल्ने आफै बन्द हुने आफै खोल्ने हुन्छ नि त्यस्तो भयो भने त डर हुन्छ नि त डर हो कैन कार्टुन हेर्दाखेरि त आफै बन्द हुन्छ आफै खुल्छ आँखा त्यस्तो भयो भने त डर लाग्छ नि त रचितलाई हो कैन त्यही भएर कार्टुन त हेर्नु हुँदैन एबिसिडी हेर्नुपर्छ एबिसिडी सिक्नुपर्छ क ख ग घ हेर्नुपर्छ नानी बाबुको क ख ग घ हस् हुन्छ ल ल एबिसिडी हेर्ने क ख ग घ हेर्ने भए मम्माले लगाइदिन्छु अनि हाई ओके ओके हस् मम्मा पनि धेरै फोन हेर्दिन नि हस् हेऱ्यो भने के हुन्छ त मम्माले फोन हेऱ्यो भने मम्मा कहिलेखेर के हुन्छ रे आँखामा छोरो हो र ल ल मम्माले पनि धेरै फोन हेर्दिन छोरोले पनि टिभी नहेर्ने एकछिन मात्र हेर्ने एबिसिडी हेर्ने हुन्छ ओके 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 ल ल टिभी धेरै हेर्न हुँदैन हस् भन्देऊ ल